म आइसकेँ हाम्रो क्लासको चेलीबेटी हो नि होइन आज चाहिँ कस्तो कस्तो तनाव भइरहेको थाहा छ उसले मलाई ब्लक त गरेर गई तर सपनामा आइरहेको छ यार ओके सपनामा आउनु भने त्यो होइन नि त च्याटसम्म त ठिक थियो अब ब्लकसम्म पनि ठिक थियो अब सपनामा नि आएर हुन्छ यार त्यो पचेन के मलाई हाई गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होइन आज चाहिँ भ्लग के को बारेमा हुन्छ मलाई थाहा पनि छैन भ्लगको कन्टेन्ट के हुन्छ कि कसरी बनाउँछन् भ्लग त्यो पनि थाहा छैन त्यो सोचिरहेको छु म आजकल त्यही भएर भ्लग पनि लिइरहेको छैन किनभने जोतमा जाने जोतमा आउने कलेज जाने यत्तिकै भिडियो आओ भन्ने जस्तो भएको थियो आज पनि त्यस्तै त्यस्तै हुन्छ होला सायद अब चाहिँ म कलेज जान लाग्छु कलेज जाने यस्तै हो किनभने पढ्ने मान्छेलाई केही कुराले छेक्दैन क्या होइन धेरै पढ्न लगाएपछि ड्रेस लाउनु पर्दैन किनभने पढ्ने हो नि त खासमा किताब पढ्ने हो ड्रेसले केही पढ्छ भनेर देखाउँछ र देखान्न सो म चाहिँ आज यति कलेज जान्छु एकछिन पढे जस्तो गर्छु अनि त्यसपछि फर्किन्छु अब चाहिँ कलेज हिँड्न लाग्छु मुख धोएँ कपाल अलिअलि उड्या छ किनभने नुहा हो नि त हिजो शनिबार कतिले नुहाउनु भएको छैन होला फोरी बास्ना यहीँसम्म हल्का हल्का आइरहेछ भिडियो हेरेर मान्छेबाट होइन अनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला तर यो भ्लगको केही पोइन्ट नै छैन जस्ट जोतको छ त्यही पनि हेरिदिनु होला अहिले चाहिँ म कलेज लागेँ हामी चारजना सँगै बसिरहेको थियौँ होइन त्यो मान्छेलाई अगाडि लगेर राखिदिनु भएको क्या जो शान्त बसेको थियो सुदीप यहाँ त अलिक क्लियर भएन कि ओ सुदीप चौधरी आज फर्स्ट बेन्चमा बसेर भ्लगमा हान्न भन्छन् बट्टा ट्याले नुन लान गेडे सुदीप कस्तो फिल भयो कि यार कस्तो मजाले बसिरहेको थियौँ ओके म्यामले प्यारो सिकाइदिरहेको छिन् सरोज तिमीले किन छोडिदिनु भयो क्या म्यामले सिकाउन के गलत बोलिरहेको त्यही त सिकाउन त भनिरहेको छु र के सुन्यौ र तिमीले तिम्रो सीमा अरू भन्ने छैन क्या अरू शब्द मैले भन न फाल्लासका अर्काको स्कुटर हामी त अर्काको बाइकमा बस्यौँ क्या मजा छ आज सरोजले फी बुझाउनु लाखन् कति बुझाउनु लाखरी भन्थ्यो 66,100 आछ करट्टै हातमा बुझाएर जानुभएको छ दिनुभएको छ 1500 अलिक साझा हुन्छ त्यो 1500को हाम्रो होइन 1500 होइन साँझ के खाने आज माथि तुलसीपुर चोक जानुपर्छ यो खाना सरोज त्यहाँ किन जाने र भिङ्ग्रेली जाऊँ न डाइरेक्ट भिङ्ग्रेल भिलेज यार 700 रुपियाँ एक प्लेट खाना टोको जाने 700 रुपियाँ एक प्लेट खाना आज भात कहीँ खाइन्छ मटन साँच्ची यार सरोज यार मेरो जिन्दगीमा कस्तो कस्तो तनाव भइरहेको थाहा छ उसले मलाई ब्लक त गरेर गई तर सपनामा आइरहेको छ यार ओके सपनामा आउनु भने त्यो होइन नि त च्याटसम्म त ठिक थियो अब ब्लकसम्म पनि ठिक थियो अब सपनामा नि आएर हुन्छ यार त्यो पचेन के मलाई म आइसकेँ हाम्रो क्लासको चेलीबेटी हो नि होइन आज चाहिँ म क्वेसन सोध्छु मैले चाहिँ एउटा केटीले म्यासेज गरेँ पुरा भइरहेको पुरा भइरहेको तर उसले मलाई ब्लक गरे किन ब्लक गरे तिमीहरूले कोही केटाले म्यासेज गरिरहेको ल तिमीहरूले ब्लक कसरी गर्छौ के सोचेर गर्छौ पुरा हुँदै पनि ब्लक कसरी गर्छौ बकवास भागै दिन त्यहाँ कति मायाको कुरा गरिरहेको थिएँ मैले जिन्दगी बिताउने कुरा सोचिरहेको थिएँ बोयफ्रेन्ड त थियो आइडी त्यो कुरा हो त्यो प्राइभेट कुरा हो एक दिन पोडकास्ट भोलि माइक ल्याएर आउँछु अनि त्यसपछि तिमीहरूले के कस्तो लाग्छ पढाइको हाम्रो महेन्द्र क्याम्पसको पढाइको बारेमा हामी पहिलो पिरियड पढ्यौँ त्यसपछि बाहिर आएर बसेका छौँ होइन सबै कुरा त्यस्तै नर्मली गइरहेको छ अनि हाम्रो अर्को मिस किन आउनु मैले त 4वटा केटी छन् नि हाम्रो क्लासमा तर एउटा आउने एउटा नआउने गर्छ दिनका 3जना चाहिँ हुन्छन् हाम्रो क्लासमा होइन अनि त्यसपछि सरोज यहाँ आउनुहोस् तपाईँ त्यहाँ बस्नुहोस् पिम्पलको बारेमा केटीहरू छ तिमीहरूले फेस वास गर्छौ कि नै फेस मतलब कि फेस क्रिम भन्छ कि के भन्छ के त्यसलाई फेस वास नै कि फेसियल फेस केयर भन्छ कि के भन्छ किन यति राम्रो देखिया
आज चाहिँ कन्टेन्टमा मेरो यो हुन्छ भ्लगमा कन्टेन्ट के भन्दा मैले यो चाहिँ मेमोरी हुन्छ भोलि पर्सि म मऱ्यो भने पनि होइन तिमीहरूले चाहिँ मेरो युट्युब च्यानल खोजेर ओहो विपिन यस्तो गर्थ्यो है भने तिमीले हेर्न मिल्छ कि हेर फी बुझ्यो नि मेरो बाउले पैसा देखाएन नि करेक्टै देखाएन कि 1 रुपियाँ देखाएन आजसम्म स्कुलले मैले कति बुझाएँ पैसा सुरुमा 59,000 त्यसपछि 66,100 1 लाख नागिसकेछ होइन भने 1 लाखभन्दा धेरै गयो 1,20,000 भन्दा नि नागिएछ धेरै अब त्यति हुन्न 4 वर्षसम्म खुल्छ अनि त्यसपछि त्यत्रो पैसामा तिमीले पनि त्यति पैसा बुझायो नि तिमीलाई होइन त्यति पैसामा के पायौ तिमीले कलेजबाट के पायौ ल एजुकेसन शिक्षामा एजुकेसनमा के सिक्यौ ल ब्याचलरमा यस्तै हो क्या नेपालमा होइन त्यही भएर मलाई लाग्छ कि हामी चाहिँ ब्याचलर पढ्नु भनेको लभ लाइफ जिउनु पर्ने हो तर मेरो लभै पर्दैन त के गरौँ लभ पर्नु पर्ने के यार कोही जुनियर भाइ बहिनीहरूले मलाई हेरौ न होइन जुनियर भाइ बहिनी कोहीले हेर भनेर भन्ने कोहीले पनि नहेर यो मान्छे खत्तम हुन्छ अरे छन् हुनुहुन्छ भन्ने आयो सम्मान गर्छन् क्या धेरै मलाई फेरि म सम्मान गर्ने जस्तो छैन मेरो दाइ हो त्यही भएर मात्रै भने म भन्दैन लभ पर्या मेरो पनि लभ पर्या लग बनाउँदा टाइम गइगयो हाम्रो मास्टर आन्न पढाउन त्यो पनि लोडे मास्टर छ म कसम लोडे भन्छु भिडियो हेर्नुहोस् तर लोडे हो त्यो हेर्नुहोस् तर लोडे हो त्यो एनएम पढाउँछ के लोडे भने द म्यान हु ल्याक्स बिहाइन्ड इन एभ्री टास्क के जुनसुकै कुरामा पनि पछाडि पर्ने कुराहरू कि अब यसलामा आएन नि त्यो पछाडि पर्न त्यो हो नि त त्यो भएर लोडे भने हो क्या होइन त्यो आउने हो कि आउने होइन टाइममा हो किन भने त 12:30 बजी आइपुग्ने 1:15 गइसक्यो अझै आइसक्यो होइन हामी यतिकै जोत्नु भ्लग बनाउने बस्ने मात्र गरिरहेको छौँ होइन यो भ्लगको पोइन्ट नै निस्किएको छैन कि अझै त्यो चाहिँ ठुलो कुरा होइन अब के भनौँ लोडे भन्दै गाली गर्दै गइरहेको थियो झन्डा मास्टर आयो अब पढ्न जान्छौँ हामी क्लासमा गएर बक्चोदी गर्न मिलेछ भने गर्छु न त गर्दैन बास अब क्लास जानुपर्छ तिमीले राम्रोसँग पढौ है पास गराउने मैले त पास गराउँछु नि तिमीलाई पास गराउने मान्छे मैले भेटेको छु म पढ्दैन क्लास पढेर आएँ घर अनि त्यसपछि आज माइक ट्राई गरिदिउँ न त भनेर माइकबाट भ्लग बनाइरहेको छु यसको आवाज चाहिँ अघि नको भन्दैमा चाहिँ अलिक फ्रग आउँछ होला कि यो चाहिँ भाडामा ल्याएको होइन भाडा भन्दा पनि साइडबाट मागेर ल्याएर आएको त्यस्तै छ उसले चाहिँ लिएर राखेको रहेछ अनि त्यो बाटो लिएर आएको थिएँ अनि लास्ट पिरियडमा चाहिँ फी बुझाउन गएको भएर पढ्न पनि क्लास पढेन त्यो भएर भ्लग कन्टिन्यू भयो होइन नत्र क्लासमा बेला बेला चाहिँ बनाइराखेको हुन्छु मैले होइन अगाडिको पुरानो भिडियोहरूमा त्योमा हुन्छ होइन अनि अहिले चाहिँ कस्तो बिहान कति उज्यालो फेस गराएर गएको थिएँ पढिसमा हँद्याएर हुन्छु क्या त्यो धेरैले नपढ भन्छन् क्या मलाई त्यो पनि हो तर के गर्नु पढ्नै पर्छ त्यस्तै छ आजको भ्लग चाहिँ यति नै हुन्छ अन्तिमसम्म हेरेर साथ दिएकोमा धेरै धेरै धन्यवाद अनि लाइक सेयर सब्सक्राइब गरिदियो भने गरिदिनु नत्र हुन्छ किनभने जस्ट मेमोरीको लागि मात्रै बनिरहेको छ यिनी भिडियोहरू चाहिँ ल आजलाई यति नै